हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले नयाँ कन्टेन्ट लिएर आएको छु, कलर एक्सचेन्ज गेम। त्यो पनि मेरो प्यारी बहिनीसँग आज हामी नयाँ गेम खेल्छौँ है, जुन एकदम ट्रेन्डिङ छ टिकटकमा। हामी खेल्छौँ है त। ल कुन कलर देऊ? ब्ल्याक। लास्ट फन्नी छ। लास्ट फन्नी छ। कहाँ त तर खोज्नुपर्छ है। नहेरे उतापट्टि हेरे, मैले त भेटेँ। एकछिन उतापट्टि हेरिरहे। ल हौ त्यो सबै निकालिस् अनि ननिकाल भित्रै राख् न। निक्लेको एकदमै हेल्दी कुरा छ, जुन त कहिले पनि खाँदिनस्। कहिले खाँदिनँ। खाकी त छेस् तर एकदम हेल्दी छ, प्राय खाँदिनँ। चिया सिड। मेरो छ। ल आफै खोल, आफै खोल। अर्को पनि छ, ब्यागमा कफी पनि छ, म्याक कफी। थ्याङ्क यू। के रहेछ? 150 जस्तो लाग्यो। 150। ये मैले यो पाएँ। 150 यो पनि मिठो लाग्छ। ल थ्याङ्क यू। अब अर्को कुन कलर गर्ने? अब तेरो पालि मैले ब्ल्याक भने। रेड। रेड ला मैले के ल्याएको छु? रेड। तल मनपर्छ यो। मेरो चाहिँ अलिक फन्नी छ तर युज हुने कुरा, एकदम युजफुल कुरा। सुरुमा तसुरमा तसुरमा दे। खोल खोल त्यो झोलाभित्र छ। मैले निकालिसकेँ। मेरो चाहिँ खोल्नु, मेरो झोलाभित्र छ क्या। खै हेरौँ त, सबै गरेर ल एकैछिन है। खत्रै ल्याइदिए क्या हो। म अलिक कन्फ्युज भयो क्या। ल अब निकाल। टिफिन बक्स हो कि क्या हो यो त? रेड कलर। यो त मग हो त। अनि के हो त मग? अर्को पनि के हो? अर्को पनि छ। दुईटा ल्याएको छु, दुईटा। नो फेभरेट हो यसको। फेभरेट रहेछ। ल ठिक छ। तिर भयो पछाडि चक्लेट पनि रहेछ, डेभिल चाहिँ। ये मैले पनि राम्रो ल्याइदिएको छु, तँलाई मनपर्छ। साइडमा राख त गिफ्ट चाहिँ क्या। पिकनिक गयो भने यही लाएर जानु। लगाउने कुरा। लगाउने कुरा। वाउ थ्याङ्क यू। खतरा राम्रो राम्रो लाग्यो। एक्सचेन्ज गर्दा पनि हुन्छ। रेडमा थिएन नि त यो कार्डिगन, राम्रो छ। कि चाहिँ मन परेन? राम्रो छ। गिफ्ट कस्तो मन नपर्ने। अब कुन कलर तेरो भन्ने पालो? अब मेरो भन्ने पालो यहाँ हेर्नुपर्छ हौ सुरुमा नि। मैले भनेको अघि रेड होइन, रेड त उसले भने। मैले उसले भनेको ब्लू। ब्लू। लभली। यहाँ छ ब्लू कलरको, यहाँ छ। यो झन् मेरो खतरा। दे ब्लू कलरको सुरुमा मैले अघि सुरुमा दिएको थिएँ। एकदम काम लाग्ने कुरा छ। घर बस्ने लुगा छ। राम्रो छ। शुद्ध नाइट ड्रेस। थ्याङ्क यू। आज किन मन परेन? खतरा छ नि हौ। यो त के लिएर आयो? स्ट्याचु हो कि क्या हो? मलाई लागिरहेको थियो हार्बी के हुन्छ भनेर। कस्तो युजफुल कुरा हो यो। बेकार नि हुन्छ यो त घरमा थियो भन्नु परेन। अब अर्को कुन कलर? अब तेरो पालि मैले भने। अब पिङ्क। पिङ्क। भइसक्यो। पैसा मेरो माथि नै छ। ल एकैछिन। ल्याइन चाहिँ कुन झोलामा हाले कि अर्को गरौँ न। ल त ल अब अर्को पर्पल गरौँ न। पर्पल। ल मेरो निस्क्यो है। देखा नि त। देखा पहिला। मैले अफिसमा जाएको थिएँ नि त।
प्याड हो राम्रो छ कोही दिएर चाहिँ मलाई वेट बाइक छ हामीलाई सकेको थिएन वेट बाइक थ्याङ्क यू अब तेरो पाली अब कुन कलर तेरो पाली मेरो पाली होइन तेरै पाली हो ग्रिन ग्रिन सँगै भनेको छौँ ग्रिन तँ पहिला के निस्क्यो खतरा छ भेजिटेरियनले खानेकुरा फेभरेट हो तर अहिले पिङ्क कलरको भइरहेछ मेरो ग्रिन आजबाट मेरो ग्रिनबाट पिङ्क भइरहेछ यही खाएको खानु मेरो चाहिँ के छ ग्रिन कलरमा ग्रिन कलरमा के लिएर आइछे के हो यो पम्पकिन सिड मलाई मिठो लाग्छ अब पिङ्क गरौँ पिङ्क मेरो यही माथिने रहेछ नि त पिङ्क त भेटिनस् त्यो वाइट गरौँ न त वाइट 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 ल तँले खतरा कुरा छस् एकदम चाहिने अब ब्राउन येल्लो ब्राउन कि कुन मेरो ब्राउनको सामान कहाँ गयो ब्राउन गर्ने ल ब्राउन गरौँ ल एउटै हुन्छ जस्तो लाग्यो ल दे अर्को पञ्च टोपी क्यानाडा जान काम दिन्छ कस्तो राम्रो देखियो त मलाई टोपीले त सुहाउँदो जाडो गए पनि अब काम दिन्छ जाडो फेरि आउँछ एकदम राम्रो देखेर मन पर्यो ल मैले पनि एकदम चाहिने कुरा लिएको छु लिनै पर्छ जहिले त छोड्छस् मेरोबाट कि लिप लाइनर ब्राउनको जहिले छोड्छ मेरो लिप लाइनर लैजा चाहिरहेको थियो मलाई ब्राउन कलरको सकिरहेको थियो मेरो फेभरेट मलाई यही ल्याउँछ जस्तो त लागिरहेको थियो अब येल्लो ल है येल्लो भने येल्लो पनि एउटै हुन्छ तेरो सुरुमा देखा न एकदम युजफुल छ सबै केटीहरूलाई पुरै एकदमै युजफुल छ मेरो चाहिँ किन मैले एकदमै धेरै टाइट बाँधेछु कि क्या हो त्यो त जे पनि त्यस्तो हुँदो रहेछ म दिन्छु म दिउँ ल दे तपाईँलाई दे यो येल्लो हो त येल्लो त हो त ओरेन्ज होइन र थ्याङ्क यू यो तपाईँले बेसी चाहिन्छ यो मैले बिर्सेछु यो पनि किनेको थियो भन्ने यसैलाई येल्लो ओढनी येल्लो फ्रुटी खाइदिउँ खाइदिया खाइदिउँ न त मुख मिठा गरिदिइहालौँ न त Happy anniversary! Thank you. यो त पुरा अनएक्सपेक्टेड भएन ह्याप्पी एनिभर्सरी भोलि हो तर अब आजै अब यस्तो गेम आजै खेलेपछि आजै वाउ ह्याप्पी एनिभर्सरी खोइ त यत्रोमा यति थ्याङ्क यू अब भोलि ट्रिट
ल भोलि 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 यसको स्पिचलेस भएको है मान्छेहरू स्पिचलेस थ्याङ्क यू ल भोलि अब ओ मेरो ओरेन्ज कलरको त गिफ्ट हेरिहालिस् ओरेन्ज कलर ओरेन्ज ओरेन्ज ओरेन्जै ल मेरो ओरेन्ज कलर त नै देखिहालिस् खानु त पर्यो खालि किनेर मात्रै भएन भोलि यसैको दाल खानु पर्छ यसैको पार्टी दिन्छ ल एनिभर्सरीको पार्टी यही दाल खुवाउने यही दाल होइन मेरो सक्यो सबै पिङ्क 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 अनि ग्रे पनि त छ छ कुन पिङ्की ग्रे पिङ्क ल 1 2 3 गो ढाड अब हाम्रो हात छोटो छ होइन ढाड यहाँसम्म जाँदैन अनि अब यसकै एलिजेको नि यस्तो छ मैले त हेरेको छैन है अर्को पनि छ अर्को पनि छ एयरिङ पिङ्क कलरको क्युटी मैले चाहिँ अब यो त त्यसै मिचिँदैन नि त त्यसको लागि त्यसै त मिचिँदैन यो थ्याङ्क यू अब लास्ट बट नट द मैले साँच्चै ग्रे कलरको चाहिँ खोज्दा खोज्दा मैले पनि नपाएँ तर एकदमै ग्रेकै परिवार भन्छु है म चाहिँ यसलाई ग्रे नै नभए पनि मेरो चाहिँ ग्रे कलर के हो खत्रै रहेछ त मेरो त सिम्पल तर कति कुराहरू जुत्दो रहेछ यसले त खत्रै रहेछ ग्रे कलर मम्मी हामीले यही हेरेको थियौँ नि यही हेरेको थियौँ हामीले किनिसकेको थियौँ नि त व्हाइटमा भनेर व्हाइट ग्रे भनेर रेडमा भन्दै रेड धुमधुम थियो थ्याङ्क यू वेलकम गिफ्टै गिफ्ट भयो हाम्रो त बाप रे भयो रमाइलो भयो सबै लिन्छु म एकचोटि अब यहाँ राम्रो भयो नि खतरा भयो लुगा भयो पिकनिक जानुपर्छ खानेकुरा पनि भयो लाउने कुरा पनि भयो पिकनिक जानुपर्छ त्यही त ल त पनि खुटी खान्छ खाँदिन अब यहाँमा बाँकी त खतरा गिफ्ट आएछ त तिलहरी कान्छे तिलहरी भोलि लाउँछु अब म चाहिँ भोलि नै दिने भनेर सोचिरहेको थिएँ तर अब आज यत्रो सरप्राइज मतलब च्यालेन्ज गरिरहेको छ यसैमा मेरो पहेँलो किन्नमा ऊ पनि भयो कम पनि भयो सो भोलि लाउँछु ल साडीमा ल राम्रो लाग्यो ल थ्याङ्क यू वेलकम वेलकम ल अब टाटा बाई बाई गर्नुपर्छ होला गिफ्ट चाहिँ साह्रो टाटा बाई बाई गिफ्ट पनि खतरनाक छ अब टोइलेट सफा गर्नु अब सिधै गरेर सिधै अहिले खाइहाल्ने त केही भएन यो टोइलेट सफा गर्न जानुपर्छ जस्तै छ ल ठिक छ ल दाल पनि दाल छुटो दाल छिटो बिहान छुटे टन्नै यहाँ हातभरि नआट्ने गिफ्ट भयो थ्याङ्क यू एकदमै युजफुल कसैले नचाहिने कुरा चाहिँ ल्याएको थिएन एकदमै चाहिने कुरा हेल्दी कुरा लाउने कुरा खाने कुरा रमाइलो कुरा रमाइलो भयो ल बाई थ्याङ्क यू फर वाचिङ